हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज बिहानको सुरुवात चाहिँ मेरो यहाँ पानी तताउनुदेखि भइरहेको छ र यहाँ पानी बसाएर चाहिँ म चाहिँ यहाँ आँटा मुस्नुको लागि चाहिँ जाँदैछु साथीहरू किचनपट्टि। यहाँनिर चाहिँ मैले आँटामा चाहिँ नुन हालेर सोडा हालेर रेडी पारिसकेँ। अब यसलाई चाहिँ मुस्नु होइन, त्यतिकै त रेडी सब्जी पनि रेडी पार्दैछु। आलु बसाइरहेको छु। बिहान चाहिँ अलिक छिटो गर्नुपर्ने हुन्छ दुईपट्टि नै है। अन्त त्यहाँदेखि चाहिँ नानीको ब्रेकफास्ट बनाइदिँदैछु, सिमला र आलुको सब्जी। अन्त रोटी बनाइदिनुलाई चाहिँ यहाँनिर मैले फटाफट सब्जी बनाउनु थालेँ हो। अन्त यहाँनिर आँटा पनि मुसेर रेडी पारिसकेँ। त्यहाँदेखि चाहिँ यहाँनिर भित्र नानीलाई कपाल कोरिदिनुको लागि भनेर चाहिँ भित्र पसेँ है। नानीलाई कपाल कोरिदिनु पऱ्यो भनेर त्यहाँदेखि कपाल कोरिदिइसकेर यहाँनिर आएर रोटी पनि पोल्नु थालेँ, छिटो बनाइदिनु पऱ्यो भनेर। अन्त अहिले गाडी आउने टाइम हुन्छ। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर अलिक टाइम रहेछ भनेर फेरि यहाँनिर ओछ्यानहरू बनाउनु लागि सुतेपछि ओछ्यान लतानी गइदिएन। ओछ्यान चिटिक्क पारेर चाहिँ त्यहाँदेखि नानीको गाडी पनि आयो। अन्त म पनि ब्याग लिएर निस्केँ बाहिर हो। माथि रोडसम्म पुऱ्याइदिनु पऱ्यो भनेर चाहिँ उसको ब्याग बोकेर आउने पनि साथसाथै दुईजना आमा छोरी बाहिर निस्किँदैछौँ। बाहिर चाहिँ अलिकति बेर आज घाम लागिरहेको छ। त्यहाँ चाहिँ दुध पनि आएछ। म चाहिँ ग्यासमा दुध बसाइराखेर चाहिँ यहाँ बाहिर गमला र म्याट भिजाइरहेको थिएँ। अन्त त्यहाँदेखि धुनु पऱ्यो भनेर चाहिँ म चाहिँ लागेँ। यहाँनिर म्याट चाहिँ पुरा मैला भइरहेको थियो। अन्त एक एकवटा गर्दै डेली धुन्छु भनेर चाहिँ यहाँनिर हिजो एउटा धुएको थिएँ, आज एउटा धुनुपट्टि लागेँ। म्याट धुइसकेर चाहिँ म नुहाइदिए पनि गरेर चाहिँ यहाँ नुहाइदिइसकेर आएर चाहिँ यहाँनिर कपालहरू फुसफास पारेर चाहिँ हल्का सिन्दुर लगाइदिनु पऱ्यो भनेर चाहिँ यहाँनिर अब सिन्दुर त लाउनै पऱ्यो नआएपछि छुट्टीहरू। अन्त म चाहिँ सिन्दुर लाउनु थालेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। हजुरलाई कस्तो लाग्छ? सी यु इन नेक्स्ट भिडियो। बाई बाई।